साथीहरू आज मैले नचाहेर पनि यो बिचरा चराको बच्चालाई थुनेर राख्नु पर्ने भएको छ। किनभने आज एक बिहानै यो कागले चाहिँ यो बचेरालाई चाहिँ यो सारौँको बच्चा यसलाई चाहिँ यो कागले समातेर मार्नै लागेको थियो। अहिले पनि हेर्नुस् त यो मैले धपाएर बचेरालाई छोड्ला अनि खाउला समातेर कागहरू हेर्नु त यहाँ आएर बसिरहेछ। अनि यो माथि हेर्नुस् त यो बचेराको माउ चाहिँ मैले चाहिँ पिंजरामा ल्याएर राखेको छु। अब अलि ठुलो भएपछि यसले खान जानेपछि म यसलाई स्वतन्त्र रूपमा छोडिदिनेछु। त्यसैले अब यसलाई चाहिँ पाप भन्न मिल्दैन होला। अब मैले यसलाई बचाउनको लागि थुनेको हो। त्यसैले अब म यसलाई राम्रोसँग हेरविचार गर्छौँ, यसलाई पाल्छौँ। ठुलो भएपछि यसलाई म खुल्ला रूपमा पुर्याइदिन्छु। त्यसैले अहिलेको लागि चाहिँ अब यसलाई चाहिँ मैले थुनेर राख्नुपर्ने भएको छ। के गर्ने, कागले मारिहाल्छ नत्र।